हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी घाँस काट्न आउँदैछौँ। हामी घाँस काट्न चाहिँ घर पारी आएको छौँ। यहाँ रहेको छ हाम्रो चाली यता। हामी 3 जना भएर घाँस काट्न आएको छौँ। घाँस काट्न नजान्नु कसको मम्मी हो पारी यो अम्मे छ नि त्यहाँ मम्मी हुनुहुन्छ उतिर पुग्ने अम्मे छ नि काटेर लगाऊ बहिनी साइले आमा बसिरा साइले आमा 2 hours later. ल हामीले चाहिँ भर्खर घाँस काटेर भइसक्यो। हामीले काटेको घाँस यस्तो फुलहरू भेट्टाएको छौँ। तपाईँलाई आजको घाँस काटे कस्तो लाग्यो भन्नुहोस्। क्यामेरा पुस्ता एउटा चार्जरमा काम गर्दा जस्तो लाग्यो मम्मीले। गाइस के अरे काम प्यारो रे मान्छे प्यारो होइन रे मम्मीको लागि हामी त्यही भएर काम गर्न आएको प्यारो हुनलाई आएको ल यसको पट्टितिर दिने होला मान्छे प्यारो के काम प्यारो चाली कहाँ गयो चाली काम प्यारो कि मान्छे प्यारो यो चाहिँ रोड यो चाहिँ हाम्रो ठुल्बाको बारी हो। अनि हामी चाहिँ ठुल्बाको बारीमा घाँस काट्न आएको भारी पुगिसक्यो। यहाँ चाहिँ आज चिसो मैले देखाइदिन्छु गाइस। यसले काटेको यही पनि होइन कि यति हो यो सब मैले काटेको देख्न सक्नुहुनेछ। यस्तो हुनेछ स्कुल नगएपछि मैले नङ पारेको यस्तो कालो भयो अनि यता पनि यस्तो फोहोर भयो जस्ट इग्नोर। यो पनि मैले काटेको गाइस यति धेरै देख्न सक्नुहुनेछ। यो त काम ठग हो केही पनि गरेन त्यही यति काट्यो त्यहाँ त गफलाउँदै बस्दै गऱ्यो स्कुटर बेचौँ भनेर। र यहाँ फेरि मम्मीले काट्नु भएको यस्तो राम्रो अनि मैले एउटा पोइजन च्याउ देखाइदिन्छु गाइस हजुरहरूलाई हामीले भेट्टाएको अनि हयो फेरि फुल हो हयो पनि ख यो पनि यस्तो हामी भेट्टाउँछौँ हाम्रो गाउँमा हाम्रो बारीमा यस्तो हुन्छ। हजुरको बारीमा हुन्छ कि नै? अनि आज चाहिँ यस्तो गऱ्यो घामै लाग्यो होइन बिहानदेखि लाइन पनि आएन गाइस। म किन यस्तो लाइन काटेँ म त यति तर्फियो लाइन नआएर यो नि आज लाइन नआएर यो घाँस काट्न आएको। मम्मीलाई एउटा मेसिन ल्याइदिन्छु भन्यो दाइले अनि मम्मीले चाहिँ के अरे 2 खुट्टेवाला लिउ लास्केर अरू त कहाँ ल्याउन सक्छस् र भन्नुहुन्छ। मम्मीले फेरि के भन्न चाहनुहुन्छ मुसु हाँस्नु भयो खुसी भएरमा आएर मम्मी खुसी हुनुहुन्छ फोटो खिचिदिने हो। उता फेरि हाम्रो पुरानो हस्पिटल हो अनि एउटा फेरि तल म देखाउँछु ल यस्तो गर्नु सो गाइस यहाँ चाहिँ अब के अरे घाँस पुरा हुन लागिसक्यो। अब जाने भने हो कि होइन मम्मी जाने हो कि नै? अब ए अझ काट्ने भन्नुभएछ मम्मीले काट्दै हुनुहुन्छ अनि म यहाँदेखि देखाइदिन्छु गाइस तलदेखि। अच्छा मैले काटिसकेँ देखाइदिइसकेँ त अघि ध्यान पाइका है मैले उता हाम्रो हस्पिटल हो अनि त्यहाँ पारि हाम्रो घर हो। कस्तो देखिने छ जुममा त्यो पारिको दुई हाम्रो अनि उता हाम्रो बारीहरू हो। अनि मैले यस्तै काटेको भारी देखाइदिन्छु तर मैले काटेको धेरै त यसले थोरै काटिदिएको त्यही पनि देखाइदिन्छु म यहाँ गाइस।
यो यस्तो यस्तो हो तर यसले चिल्लो काट्न जाने होइन यसले आज काटेर सबै मान्छे पनि टर्छ कि आज कहिले काम गर्ने नमान्छेले आज गरेको लाइन नआएर गाइस अनि के अरे हात काट्ला भन्यो भने कसैले के भन्यो भने यसलाई पनि त्यही हो अनि हाम्रो चाली कता गयो थाहा भएन आज हामीले त्यसलाई पनि भारी बोकाइदिने हो अनि के अरे उता चाहिँ के हो गैडुङ्गा हो कि ए झारखण्डको हो त्यता अनि त्यहाँभन्दा उता चाहिँ उसो के अरे गैडुङ्गा हो अनि यहाँ आएको हेर्न सक्नुहुनेछ अनि यहाँ पनि हो कि यो फुल चाहिँ जताततै हिजो छरेको अनि यहाँ मम्मीको देखाइदिन्छु मेरो घाँस काटेको देखाबै त्यही हो गाइज अब हामी एकछिनमा घर जान्छौँ मम्मीले काट्नुहुन्छ अनि सिङ्गाना त्यहाँ काट्न आउँदैन अनि त्यहाँ अङ्कल पनि आउनुभएछ अब हामी पसलमा गएर खाने हो चिप्स खाने हो चिप्स खान्छौँ कि खुर्कुरी खान्छौँ त्यही हो गाइज चाहिँ मेरो पैसाले यसलाई खुलाइदिएको अहिले यसले ब्याजसहित दिन्छु भनेको के दिन्छ किन अनि हामी यहाँ यो खाँदैछौँ यसले खाएर भ्या अनि मम्मी चाहिँ माथि घाँस काट्दै हुनुहुन्छ सोधेको खान्न भन्नुभयो अनि त्यहाँ खायो हो अनि कस्तो नआएको ल यसलाई राम्रो नभन्नु होला कृपया यो नराम्रो हो एकदम यसको मान्छे राम्रो भयो भने यसको बानी भएर एकदम अगतिलो हो अहिले त्यहाँ भलो गाल्ने बेला काटेर हाल्छ यो त फेरि What? Bro, what are you talking about, man? अनि त्यहाँ चाहिँ हाम्रो अङ्कल र चाली हुनुहुन्छ त्यहाँ दुईजना खेल्नुभयो अनि अब चाहिँ हामी खाएर घाँसहरू बाँधेर जान्छौँ घर हामी चाहिँ अब खाना खाएर खाजा खाएर हाम्रो चाली यहाँ छ भारी सारी मम्मीले कसिसक्नु भएको छ खान्न अब चाहिँ हामी जान थालेको घरमा के खाने मम्मी एउटा मुसा बनाएको यो चाहिँ हाम्रो एउटा भारी यो दुईटा भारी त्यहाँ तिनवटा तल काटेर मैले चारवटा हो अब हामी जान्छौँ घरतिर सो गाइस यहाँ चाहिँ भारी यहाँ हेर्नु न मेरो भारीमाथि कसरी बसेको कुकुर चाली अनि यहाँ फेरि भारी बोक्न नसक्ने बनाइदिनु भयो मम्मीले अमा कति गोरो भएर कि यस्तो अनुहार तिल्केको हेरमा यसको खुबी अब बोक्ने ढङ्ग होइन राम्रो छोटो भयो मम्मी यो त यसको पस्दैन ऊ चालीले फेरि के गर्नु अब यहाँ बोक्दै हुनुहुन्छ बानी एउटा सेम गाइज यसको जस्तो दाइको पनि यस्तै नै हो यो पनि खाएर माथि आफ्नो बिस्तारामा जान्छ यो पनि आफ्नो बिस्तारामा जान्छ भएन भने हिजो त मलाई कार्टुन ल्याइदिनु भन्ने थियो अब आज त्यही ल्याइदिनु बाँकी हो मम्मीले यहाँ बोकाइदिँदै हुनुहुन्छ यो चाहिँ मेरो भारी हो मैले बोक्न सक्छु कि नै थाहा छैन चाली आइज यहाँ हेर्नु न केटाहरू त धेरै कुकुरलाई माया गर्छ मिसा होला फेरि अझै हुन्नको यो त आउँदै आएन के बिचरा कस मेरा बब्बा बाङ्गो भयो भारी यसले यत्रो भारी बोको मम्मीले मम्मी त यति खुसी हुनु भएन काम प्यारो भयो यत्रो बोक्दैछ बाई बाई अब चाहिँ फेरि मलाई बोकाइदिनुहुन्छ गाइस मलाई त आउँदैन
लोटो खत्म बाय बाय टाटा गुड बाय गया गाइस पहिलोचोटि मारि यहाँ सिम लडेछ गाइस यहाँ सबै भिडियो क्याप्चर हो भारी बोक्दाखेरि लोटेको यसलाई के भयो तेरो दाइलाई तेरो मितलाई के भयो घर पुग्दा चाहिँ के हुने हो कता हो लोट्ने हो कहाँ बोक्क मैले टाङ्छु तँलाई त्यो भएर चाहिँ जाऊँ न यता झिक्छ प्लिज गाइस सबैले यसलाई यति दुःखले भिडियो बनाउँदा सबैले सब्सक्राइब गरिदिनु होला अब फेरि कसरी बोक्ने थाहा छैन भर लोटेर पल्ट्यो के अरे लोटो के अरे अब मम्मीले यहाँ सिकाउँदै हुनुहुन्छ खैले बाबुबोली जालास ल राम्रोसँग जाई बहर त्यसको भारी बोके छोरा लोटो मम्मी के भन्न चाहनुहुन्छ बरा भन्न लाउनु बल्ल देख्नु भयो नि गाइस काम लोटेपछि बल्ल बरा हारे काम कहाँ अब चाहिँ मेरो बोक्ने बालो म अनि लोड्छु कि अनि डर लाग्यो किन यत्रो बोकाइदिने गाने जालाई मेरो त उठे कुना राख्नु क चार्ली भनिदिएको हो अब चाहिँ गाइस मम्मीले मलाई बोकाइदिनुहुन्छ हजुर साथी दिन पर्छ किन मम्मी काट्दा भात चिन्छ त्यो अन्त भिडियो बनाउने कि नाम्लो बोक्ने हो कि गाइस म अब नाम्लो बोकेर भेट्छ म सकेन गाइस म चाहिँ बोकेँ बल्ल तर यहाँ सकेन मम्मी धौन चाहिँ मलाई लोडलास भन्ने पिर गर्नुभयो गाई चाहिँ यति ठुलो भारी त कसरी लोक्दैन पारी पुगिसक्यो दाइ चाहिँ अब मम्मी हजुर जसरी हुन्छ आउनु तलको बढी सानो हो के हो यसको ज्याकेट पनि ल्याइदिनु त्यही गरेर त्यसको नाम राखिदिएको तर गाई चाहिँ अब चाहिँ म गएर भेट्छु न तपाईँ म बोक्न सक्दैन यति दौ के बोले भाइ अब के बोले के छ थाहा सो गाई चाहिँ म चाहिँ घर आयो बल्ल मेरो बार पनि यस्तो भयो लाइन अझै आएन चाहिँ इन्टरदेखि गएको हजुर यो कसरी जान्छ अनि अब चाहिँ हामी नुहाउने है हात खुलेर हुन्छु अनि मेरो काँटा फेरि मम्मीसँग अनि यो हाम्रो घरको के अरे लड्काउनु हेर्नु कस्तो राम्रो हो म देखाउँछु है अनि यो चाहिँ हाम्रो अनि यो भयो देख्न सक्नुहुन्छ यहाँ फुल पनि फुल्दै छन् यो एकछिन सो या गाइस आजको लागि चाहिँ यति नै भर्खरसम्म भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै नै धन्यवाद र अब चाहिँ म के भन्छु भने डेभिड युट्युब च्यानललाई सबैजनाले
लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। बाई बाई। आज के लिए फिलहाल इतना ही।